सूचना हिजो बाइकमा लग लागेको गणेश नेपालीको लग लागेको नगर पुलिस लिलीले महिला पुलिसले लगाउनु भएको हो। उहाँलाई मैले धेरै सम्झाएँ नगर्नुहोस्, उहाँलाई माफी दिनुहोस्। उहाँले 1000 रुपियाँ माग्दै हुनुहुन्थ्यो। 1000 रुपियाँ ल्याए तेरो बाइकको चाबी खोलिदिन्छु भन्नुहुन्थ्यो। र गणेशले भनिरहेको थियो मेरो गल्ती बिना गल्तीको म कसरी तिरौँ पैसा, मेरो गल्ती नै छैन, म कसरी तिरौँ, म पैसा तिर्न सक्दिनँ। यदि मैले पैसा तिर्नुपर्छ भने म महानगरपालिकाको अफिसमा गएर 1 बोतल पेट्रोल छर्केर म आत्महत्या गर्छु भन्ने उहाँको भनिरहनु भएको थियो र उहाँले मान्नु भएन। उहाँले माफी पनि माग्न जानुभयो। म 2 पटक गएँ उहाँलाई माफी मगाउनको लागि, गणेश नेपालीलाई माफी मगाउनको लागि। हाम्रो नगर पुलिसको महिला हुनुहुन्थ्यो एकजना, उहाँको नाम त मैले ठ्याक्कै याद भएन। र उहाँलाई म 3 पटक गएको माफी माग्न 3 पटक गएको, उहाँले माफी दिन चाहनु भएन। र उहाँलाई मैले भनेको कि उहाँको बिना गल्तीको किन तपाईँले यसरी गर्नुहुन्छ भनेर मलाई पनि उहाँले थर्काउनु भयो। तपाईँ के हो कसो भन्दा मैले भने कि तपाईँले यस्तो अत्याचार गर्नुभयो भने आन्दोलन हुनसक्छ। नगर पुलिसबाट जनताको कर उठाएर खाएको, पुलिस जागिरी खाएको, त्यही पनि गणेशलाई उहाँले हत्या गर्नुभएको। उहाँले माफी पनि माग्नु भएको गणेशले। पर्ची चाहिँ मछौँ त्यतिखेर गणेशले माफी माग्न गएर 3 पटक म पनि गएको। कतै CCTV भनेको मेरो नाम हिमाल साई हो। म पनि कर्णाली प्रदेशको हो। तर यो नगर पुलिसको धेरै रहेछ क्या, पावर फोर्स रहेछ। तर यस्तो अत्याचार गर्नु हुँदैन। र उहाँले माफी माग्नु भएको थियो, गल्ती स्वीकार्नु भएको थियो। मैले यति गल्ती गरेको माफ गरिदिनुहोस् एकचोटिको लागि, फेरि आइन्दामा म गल्ती गर्ने छैन पनि भन्नुभएको हो। सामान्य भन्नुभएको हो। त्यतिखेर उहाँले वास्तै गर्नु भएन। र हामी पनि के लाग्छ र हामी फुच्चेहरूको लागि उहाँ त धेरै ठुलो भइसक्नु भएको रहेछ। यति अत्याचार गर्ने भएको, अझै कति युवाहरू आत्मदाह गरेर पेट्रोल छरेर मर्ने बाध्यता बनाउने यो नगर सरकार र यो सरकार के सरकार हो खै? कानुन कस्तो कानुन हो? 1 मिनेट 1 मिनेट पनि भएको थिएन ताला लगाउनु। म त्यहीँ छु, मैले प्रत्यक्ष देखेको ताला लगाउँदा। गणेशले माफी पनि मागेको, मैले माफी माग्न लगाएको, मैले माफी लिन 3 पटक गएको। तर उहिले वास्तै गरेन। र यो कुरा सरकारसम्म चाहिँ पुर्याइदिनु होला। यदि मैले काहीँ बयान दिनुपर्छ र काहीँ बोल्नुपर्छ भने यस कुरामा म बोलिदिन्छु। र गणेशको हत्या